हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। अहिले हामी आगराको एकदम प्रसिद्ध भन्नाले एकदम फेमस ठाउँ ताजमहल जाँदैछौँ। आगरा आइसकेपछि घुम्नै पर्ने ठाउँ, एउटा प्रमुख ठाउँमा पर्दो रहेछ ताजमहल। टिकट टिकट कुन चाहिँ चल्छ होला यार? ताजमहलको हिस्टोरी सबै यसमा लेखेको रहेछ, यो शिलालेखमा। यो राजाले आफ्नो रानीको सम्झनामा बनाएको भनेर लेखिएको रहेछ। यो खास मेन द्वारभन्दा पछाडिको एउटा ठुलो द्वार रहेछ। यहाँदेखि भित्र गएपछि ताजमहल देखिँदो रहेछ र ताजमहलको यस्तो रहेछ लेवाट। कुहिरो पनि आएर रहेछ त यार, कुहिरोहरू छ त। हाँ गुरुङ भाइ, ताजमहलको बारेमा के बताइदिनुहोस्। अच्छा भन्नुहोस्। राजा र रानी थिए। राजाले चाहिँ रानीलाई एकदमै माया गर्नुहुन्छ। त्यसपछि बित्दै गयो रानीको मृत्यु भयो। रानीको मृत्यु भएपछि राजाले रानीको सम्झनामा एउटा पालमा त्यसमा सबै लेबर मिस्त्रीहरूले बोलायो। बोलाएपछि चाहिँ राजाले भने कि त्यस्तो ताजमहल एक ठाउँमा बाहेक अरू ठाउँमा कहीँ पनि नबनाओस्, यही ठाउँमा बनाएको होला। बनाउँदा राजाको सम्पत्ति सबै सक्यो। त्यसपछि राजाले मिस्त्रीहरूले भने कि उनीहरूको हात काट्नुपर्छ। यदि यस्तो ताजमहल अन्त विश्वमा कुनै ठाउँ पनि नबनाउँछ।
ताजमहलभित्र रानीको एउटा सब पनि अहिलेसम्म छ। ए अझै पनि छ त्यो मृत्यु भएको त्यहाँ गाडै छ, मृत्यु भएको अझै पनि रानीको त्यो सब अझै त्यसमै गाडै छ। अच्छा यसको हिस्टोरी म्यान चाहिँ यो म्यान चाहिँ यही हो नि, यो यही नै हो नि, यो जो महल छ नि यही हो नि। टिकट चाहिन्छ। अच्छा कति लाग्छ यहाँभित्र जाँदाखेरि? 200 कति भन्नु? 200 रुपियाँ टिकट लाग्छ। अच्छा 200 लाग्छ यहाँभित्र जाँदाखेरि। जाने भित्र कि नजाने? यहाँ बाहिर त यस्तो छ, यति भिड छ। टाइम भयो कि भोलि आउने? हामी भोलि पर्सि आउँदा धेरै टाइम छ। ए ल ल ल ल थ्याङ्क यू गुरुङ भाइ।